हुन्छ नि अब छैन के गर्नु र केटाकेटीको स्कुल बिग्रिहाल्छ आफै शिशिर आफै होमवर्क गर्छ भन्छ आफै होमवर्क आफै होमवर्क अर्पणले मजा लेख्न थालिहालेछ अनि अस्ति हो त्यसरी जाँदै गर्दा त अनि मजाले लेख्न थाल्यो अर्को होमवर्क गर्न एकछिन याद गरिने उसकी आमाले भने आम्ला समाएर तानेर लगेर ब्याग समाएर ब्याग निकाल्न लाग्छ बाटो छ हौ बाटो यो पनि म आफै होमवर्क गर्छु भन्दै गर रहेछ हिजो के भन्दा रहेछन् भनेको त कि गाईले किन्छु अरे खोलाले बगायो अरे अनि अलिअलि सिक्दै छ नि गाईले किन्छु खोलाले बगायो भन्दै नि नकुट्न हौ नानी मर्नै गरी कुट्छ हौ कुट्न पनि त्यति गर्न पाउँछ गोलो गोलो अन्डा भन्छ नानी शिशिर यहाँ कसले गोलो गोलो अन्डा लेख्ने गोलो अन्डा कम्प्लिट रूपकै नहुँदैछ ठोक्का भन्दा हुरुक्कै नि हुन्छ म त टाउके बजिहाल्यो हड्डीले अन्डा रोटी खाने धोती भन्दैछ अब अलिकति पापड पिसेर रोटी हालिदिन्छ एकछिनमा बिहानदेखि धोती भन्दैछ